साथीहरु नमस्ते सेवारो सम्पूर्ण मेरो युट्युबमा छरिएर रहनु भएको साथीहरुलाई धेरै धेरै सम्झना साथै माया भन्दै आज पनि फेरि अर्को भिडियो लिएर तपाईहरु सामु आउँदै छु र आजको मेरो भिडियोमा चाहिँ तपाईहरुले अरु भिडियो भन्दा चाहिँ अलिक डिफरेन्ट भिडियो लिएर आउँदै छु किनभने जहिले पनि त्यही काम अनि खानाको मात्र देखाउँदै छु। आज चाहिँ हामी घुम्दै फिर्दै आउँदै गरेको बाटोहरु देखाउँदै छौं। तपाईहरु हेर्नु सक्नुहुन्छ यता हाम्रो बालबच्चाहरु सबै छन्। खै बोल्दैन त हेल्लो पनि भन्दैन नि त। हेलो गाइजहरु, हामी घुम्न हिँडेको बाटो बेला गएर के खाने हो गएर। यता चाहिँ मेरो फ्यामिलीहरु मेरो घरको परिवारहरु हामी हाइवे रोडमा पुग्न लागेको छौं साथीहरु। आज भोलिको यो वातावरण हेर्दिनु न कति राम्रो हरियाली हुँदैछ। हामी चाहिँ यहाँ यो के भन्छ भने चौडण्डी नगरपालिका खै के जति हाइवे रोडमा पुग्न लागेछौं। हामी हिँड्दै तलसम्म जाने भनेर चाहिँ आएको छौं साथीहरु। अब कहाँसम्म हुन्छ अनि यस्तो छ। यताबाट गाडीहरु आइरहेछ। उतै मेरो भदैनी अनि मेरो बेस्ट फ्रेन्ड जाँदैछ। अनि यहाँ चाहिँ चौडण्डी नगरपालिका बजार होला यता लेखेको यो बोर्डमा चाहिँ। अनि यता तलतिर जाने रोड चाहिँ उता गाईघाट हुँदै चाहिँ हामी त सिन्धुली कता भन्नुभएको त्यहाँ त सानो मात्रै देखाइरहेको छ हौ। त्यता पर्तिर त अस्तिको तलतिर जाऊँ न। कहाँ जानु आँटेको भन न तिमीले। खाजा त ऊ पर पाउँछ। हामी त अल्लमल्ल परेमै साथीहरु। अब कहाँ जाऊँ के जाऊँ कहाँ खाजा के पाइन्छ भनेर चाहिँ इस अब यस्तो अवस्थामा छौँ। यतै सुट दिँदैछन् केटीहरूले। म चाहिँ भिडियो बनाउँदैछु। कति साह्रो गाडी हिँडेको सुट भइसकेछ। यता केटापाटीहरू यता केटीको जनसङ्ख्या हामी धेरै छौँ। तपाईहरु पनि भ्रमण गर्नुहोला कताबाट यो बाटो हिँड्नु भएको छ। हामी चाहिँ गाडीमा हिँड्नु पर्दैन है साथीहरु। यो पैदल यात्रा नै हो हाम्रो लागि काफी छ। एकदम नजिक छ हाम्रोदेखि चाहिँ। त्यो त थाहा भएको छैन। यता चाहिँ तल्ल जाऊँ न। तल्लोको उसमा कटेजमा तल्ल ठुलो कटेज छ अरे क्या। छिटो हिँड न हौ छिटो। उता तलतिर रात परिसक्यो अहिले। ल हिँड्यौँ साथीहरु। पोस्ट दिएर पनि अब लाग्यो। ल यता भिडियो हुँदैछ। टिकटक बनाएको अरे नि। रात परोस् न त अब बेलुका पुग्ने हो नि। अब जे भए पनि अनि राति नै आएको हो त। रात परेर के गर्नु त। अब यता एउटा
हामीहरूको हिँड्दै गरेको बाटोमा एउटा कटेज सानो पाउँछ। के कटेज हो यो? फाटफुट कटेज। कहाँ तल पनि छ कि कसरी अरे क्या? ऊ तल ठुलो छ अरे क्या अलिक। मैले त पैसा बोकेको मैले तपाईँकै छैन। यता हिँड्दैछौँ हामी। खोइ छ कि छैन त्यो पनि मलाई थाहा छैन। खाइदिउँ गाइजहरू। घुम्नु हिँडेको तर लास्टमा यताउति गर्दा गर्दै 6 बज्यो। कटेज खोज्दा हामी चाहिँ अर्को कटेजमा पुगेर फेरि फर्केर आएर चाहिँ हामी यो कटेजमा चाहिँ खानलाई रेडी हुँदैछौँ। खानु पर्ने अवस्था छ। रात परिसक्यो। हामी चाहिँ अब यहाँ चाहिँ व्यवस्था गर्नको लागि चाहिँ आइपुगेको छौँ। के भनेको? माछा? वाउ! खोइ माछा? ला माछा! यी चाहिँ मेरी नातिनी। तपाईँहरूले छक्क पर्नुहुन्छ होला नि नातिनी देखेर। भयो बल्लले आइपुग्यो। खानेकुरा चाहिँ कतिखेर आउँछ? ल मेनु हाम्रो आइटम आज चाहिँ यसरी हामी खाना सबै एकै बिचमा लगाइदिरहेको नि सबै हेलो रेडी गर्नु। सुरु गरौँ है साथीहरू। सबैले सेयर गरेर खाने हो क्या? यो होइन। One minute,